जय मसीह यहाँहरू सम्पूर्णलाई विश्वासको यात्रा युट्युब च्यानल र विश्वासको यात्रा फेसबुक पेजमा सदा चाहिँ आज पनि वचनको यस सेवामा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। गएको हप्ता हामीले प्रार्थनाको विषयमा प्रार्थना हाम्रो पहिलो प्रतिक्रिया हुनुपर्छ, हाम्रो अन्तिम उपाय होइन भन्ने विषयमा प्रार्थना हाम्रो प्रतिक्रिया हुनुपर्ने कारण बुझाउनको निम्ति मैले तपाईहरुलाई फिलिपीको पुस्तक 4 अध्यायबाट 5 वटा कुराहरू बताएको थिएँ। पहिलो रहेको थियो प्रार्थनाले चिन्तालाई बदल्दछ, प्रार्थनाले शान्ति ल्याउँछ, प्रार्थनाले हाम्रो हृदय र विचारलाई पुनः निर्देशित गर्दछ अनि प्रार्थनाले सन्तुष्टि ल्याउँछ, प्रार्थनाले परमेश्वरमा भर पर्न सिकाउँछ भन्ने यो 5 वटा बुदाहरूबाट परमेश्वरको जीवित वचनबाट तपाईहरुलाई केही कुराहरू बाँडेको थिए। आजको वचनको सेवामा हामी बाइबलमा रहेका विभिन्न परमेश्वरका जनहरूले प्रार्थनालाई पहिलो प्रतिक्रियाको रूपमा अभ्यास गरेका विषयलाई हामी हेर्नेछौँ। कसरी परमेश्वरले त्यस अवस्थामा त्यो कठिन घडीमा जब उनीहरूले परमेश्वरमाथि भरोसा राखेर प्रार्थना गरे तब कसरी परमेश्वरले त्यो कठिन परिस्थितिमा त्यो अप्ठ्यारो घडीमा परमेश्वरले कसरी सहायता गर्नुभयो र कसरी उनीहरूलाई त्यो समस्याबाट निकालेर आशिष दिनुभयो भन्ने कुरा आजको वचनको खण्डमा म तपाईहरुलाई बताउन चाहन्छु। म तपाईहरुलाई यो बताउन चाहन्छु कि प्रार्थना जब हाम्रो अप्ठ्यारो परिस्थितिमा पहिलो प्रतिक्रिया हुन्छ त्यसले हामीलाई जवाफ दिनुहुन्छ परमेश्वरले, अनि जब हामीलाई परमेश्वरले जवाफ दिनुहुन्छ उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ। यसै कुरालाई बुझाउनको निम्ति आज म तपाईहरुको बीचमा नेहेम्याको पुस्तकबाट नेहेम्याको घटना तपाईहरुको बीचमा बताउन चाहन्छु। हकल्याका छोरा नेहेम्याको विवरण। 20औं वर्षको किस्लेव महिनामा जब म राजधानी सुसानमा थिएँ तब मेरा दाजुहरू मध्येका एकजना हनानी अरु कोही मानिसहरूसँग यहूदाबाट आइपुगे। मैले यरुशलेमको कैदबाट अरु बाँचेका यहुदीहरूको विषयमा तिनीसित सोधपुछ गरे र तिनीहरूले मलाई भने निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दुःख र निन्दा सहनु परेको छ। यरुशलेमको पर्खाल भत्काइएको छ र त्यसका ढोकाहरू आगोले नष्ट पारिएका छन्। यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दै उपवास बसे अनि स्वर्गका परमेश्वरसित प्रार्थना गरे। जब नेहेम्याले समस्या देखे उनले तुरुन्तै प्रार्थना गरे। त्यो प्रार्थनाको उत्तर स्वरूप परमेश्वरले त्यो समस्याको समाधानको निम्ति विभिन्न मानिसहरूलाई चलाउनु भएको घटना हामी यहाँनिर पाउँछौँ। नेहेम्याको पुस्तक 2 अध्यायको 1 पददेखि 7 पदसम्म हामी हेर्छौँ भने उहाँले नेहेम्याको समस्यामाथि उहाँले समाधानको बाटो निकाल्नु भएको हामी पाउँछौँ। त्यहाँ यसरी लेखेको छ, एक दिन अर्थशास्त्र राजाको 20औं वर्षको सिनसान महिनामा जब उहाँको दाखमध्ये तयार भयो तब मैले यो लगेर राजालाई टक्राएँ। राजाको अगाडि म पहिला कहिल्यै उदास भएको थिइनँ, त्यसैले उहाँले मलाई सोध्नुभयो, बिरामी नभएर नै पनि तिम्रो अनुहार किन यति उदास देखिन्छ? यो हृदयको शोक बाहेक अरू केही होइन। म साह्रै डराएँ। यसो भनेर जवाफ दिएँ, राजा सदा सर्वदा अमर रहन्। तर मेरो पुर्खाहरू गाडीको सहर उजाड भइरहेको छ, त्यहाँका मूल ढोकाहरू आगोले जलेका छन् र मेरो अनुहार किन उदास नदेखिने? राजाले भन्नुभयो, मबाट तिमी के चाहन्छौ? मैले स्वर्गका परमेश्वरलाई प्रार्थना गरेँ अनि मैले राजालाई यो जवाफ दिएँ, हजुरलाई असल लागे म हजुरको निगाह पात्र भएको छु भने मेरा पुर्खाहरू गाडीको सहरलाई पुनः निर्माण गर्न मलाई यहूदा पठाइबक्स्योस्। आफ्नी पत्नी रानी पनि साथमा बसेका राजाले मलाई सोध्नुभयो, यात्रालाई कति समय लाग्ला? तिमी कहिले फर्कन्छौ? मलाई जान दिन राजा राजी हुनुभएकोले मैले समय निर्धारण गरेँ। तब मैले राजालाई यो पनि भने, हजुरलाई असल लागे युफ्रेटिस पारीको प्रान्तका राज्यपालहरूलाई यहूदाको मेरो यात्रामा मेरो सुरक्षा गरियोस् भने आज्ञापत्र दिइबक्स्योस्। जब नेहेम्याले आफ्नो सहर नष्ट गरिएको छ भन्ने कुरा थाहा पाए तब तुरुन्त उनी घुँडा टेकेर उपवास बसेर प्रार्थना गरे। अनि त्यो प्रार्थनाको उत्तर स्वरूप राजा आफैले उनलाई सोधेका छन्, किन तिम्रो अनुहार निराश छ?
त्यसपछि उनले उत्तर दिनुभन्दा अगाडि पनि उनले के भनेका छन्, मैले स्वर्गका परमेश्वरलाई प्रार्थना गरेँ। सायद उनले म अब कसरी बोल्ने हो, परमेश्वर मलाई सहायता गर्नुहोस् भनेर उनले प्रार्थना गरेको हुनुपर्छ। जब उनले प्रार्थना गरे अनि राजाले सहर्ष स्वीकारेर सबै कुरा उनको निम्ति प्रबन्ध गरिदिएको कुरा हामी यहाँनिर पाउँछौँ। त्यसैले जब हाम्रो जीवनमा अप्ठ्यारो परिस्थिति आउँछ, जब हामी समस्याको बीचबाट भएर जान्छौँ, त्यस बेला सबैभन्दा पहिला नेहेम्याले जस्तै हामीले पनि घुँडा टेकेर परमेश्वरमा प्रार्थना गर्नुपर्छ। आफ्ना सबै बिन्ती कुराहरू, आफ्ना सबै विषयहरू परमेश्वरमा जाहेर गर्नुपर्दछ। जब हामी त्यसो गर्छौँ भने परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। अझ हामी पछाडि हेर्छौँ भने नेहेम्याको पुस्तकमा 4 अध्याय र 5 अध्याय र 6 अध्यायमा हेर्छौँ भने त्यहाँ नेहेम्याले पुनर्निर्माण गर्दाखेरि विभिन्न समस्याहरू आएका छन्। त्यसको बावजुद पनि नेहेम्याले आफ्नो कामलाई पुरा शक्तिले परमेश्वरको सहायतामा पुरा गरेको हामी त्यहाँ पाउँछौँ। अध्याय 6 अध्यायको 15 र 16 पदमा हेर्छौँ भने त्यहाँ यसरी लेखेको छ, हामी त्यसलाई हेर्नेछौँ। एलुल महिनाको 25औं दिनमा पर्खालको काम सिद्धियो। त्यो बनाउन 52 दिन लाग्यो। जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने, तब वरपरका सबै जातिहरू डराएर हतोत्साहित भए, किनभने यो काम परमेश्वरको सहायताद्वारा पुरा भएको हो भनी उनीहरूले चाल पाए। परमेश्वरले यस्तो अनौठो तरिकाले त्यहाँ काम गर्नुभएको छ कि नेहेम्याले जुन कामको जिम्मेवारी लिएर आफ्नो सहर पुनर्निर्माणको निम्ति निस्केका थिए, उनले 52 दिनमा त्यो सबै भत्केका पर्खालहरू, मूल ढोकाहरू पुनर्निर्माण गरे। परमेश्वरले सहायता गर्नुभएको कारणले गर्दा इजरायलीहरूले फेरि सहरका मूल ढोकाहरू र पर्खालहरू निर्माण गर्नुभएको हो भनेर तिनीहरूले चाल पाएको कुरा हामी पाउँछौँ। त्यसैले आजको वचनको अन्तिममा आउँदाखेरि म तपाईँलाई यो उत्साह दिन चाहन्छु, परमेश्वरका जन नेहेम्यालाई जसरी परमेश्वरले त्यो अप्ठ्यारो परिस्थितिमा जब उनीले प्रार्थना गरे, त्यसको उत्तर स्वरूप उहाँले त्यो सहरको पुनर्निर्माणको निम्ति काम गर्नुभयो। उहाँले अलौकिक तरिकाले नेहेम्याको जीवनबाट पुरै इस्रायली जातिलाई आशिषित तुल्याउनु भयो। उनीहरूको सहर पुनः स्थापित भयो, उनीहरूका पर्खालहरू पूर्ण बनिए र उनका मूल ढोकाहरू पुनः खडा भए। यो परमेश्वरको सहायताले द्वारा भएको हो। त्यसैले तपाईँ र मेरो जीवनमा भएका समस्याहरू, अप्ठ्यारा परिस्थितिहरूको अवस्थामा जब हामी सबैभन्दा पहिला परमेश्वरको उपस्थितिमा गएर घुँडा टेकेर उपवास बसेर प्रार्थना गर्छौँ भने परमेश्वरले तपाईँ र मलाई, तपाईँ र मेरो जीवनमा पनि अलौकिक तरिकाले काम गर्नुहुन्छ। त्यसैले अप्ठ्यारा परिस्थितिहरूमा, समस्याको बीचमा नेहेम्याले जस्तै सबैभन्दा पहिले हामीले परमेश्वरमा घुँडा टेकेर प्रार्थना गर्नुपर्छ। त्यसैले प्रार्थना हाम्रो पहिलो प्रतिक्रिया हुनुपर्छ, अन्तिम उपाय होइन। आशा छ तपाईँले आजको वचनबाट उत्साहित हुनुभएको छ। तपाईँको जीवनमा पनि समस्या हुन सक्छन्, तपाईँले पनि समस्याको समाधान खोजिराख्नु भएको हुनसक्छ। त्यो परिस्थितिमा यदि तपाईँ हुनुहुन्छ, यो परिस्थिति हुँदा तपाईँ गइराख्नु भएको छ भने कृपया घुँडा टेकेर प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँलाई तपाईँका समस्याहरूबाट, तपाईँका अप्ठ्यारा परिस्थितिहरूबाट नेहेम्यालाई जस्तै निकाल्नुहुनेछ। उहाँले तपाईँको जीवनमा पनि अलौकिक तरिकाले काम गर्नुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ। हे परमेश्वर पिता, यी दिनहरूमा यो वचनको सेवा हेर्दै गर्नुभएका तपाईँका प्रियजनहरूलाई म तपाईँको हातमा राख्दछु। यदि उहाँहरूको जीवनमा पनि समस्या छ, उहाँहरूले पनि समस्या भोगिराख्नु भएको छ, अप्ठ्यारो परिस्थिति हुँदो उहाँहरू गइराख्नु भएको छ, जीवनका विभिन्न पाटाहरूमा समस्याहरू छन् भने प्रभु उहाँहरू घुँडा टेकेर तपाईँमा आएर आफ्ना प्रार्थनाका विषयहरूलाई तपाईँको चरणमा जाहेर गर्नको निम्ति उहाँहरूलाई सहायता गर्नुहोस्। र परमेश्वर म प्रार्थना गर्दछु, उहाँहरूले जब प्रार्थना गर्नुहुन्छ परमेश्वर उहाँहरूको साथमा तपाईँ हुनुहोस् र तपाईँले उहाँहरूका सबै कुराहरूमा सहायता गर्नुभएको होस् पनि म प्रार्थना छु। सबै कुरा हामी तपाईँको हातमा राख्दै हामी यो सङ्गतिबाट छुट्नेछौँ, येशूको नाममा, आमेन। परमेश्वरले आजको वचन पढाइबाट यहाँहरू सम्पूर्णलाई आशिष दिनुभएको होस्। हस्त, जय मसीह।